तिमेरा सुरुवातका दिनहरू उमेर 18 मेरो सुरु गर्छु केही बोरु तिमेरा सुरुवातका दिनहरू उमेर 18 मेरो सुरु गर्छु केही बोरु अहिलेसम्म सकेको छैन केही गर्न जिन्दगी यस्तै छ मेरो फुटेको छ कर्म दिनभरि घरमा काम दाम छैन मेरो साथ सपोर्ट चाहियो तेरो अनि मात्रै हुन्छ काममा नाम तेरो उमेर 18 मेरो सकेको छैन केही नि गर्न केही गर्ने सोचले खोज्दैछु अघि बढ्न आमा बाउको सोच त सानै छ पढ्न सकिन मैले मेरो भाग्य रेखा तर्न आज म कता छु केही नि थाहा छैन भावना पुग्न खोज्छु रुन म चाहन्न जिन्दगी लामो छ हार म खाहन्न अधुरो संसार यो अधुरै छन् पलहरू मनमा कुरा खेलिरहेछ कसो गरी के गरौँ रातमा खेल कस्तो हुन्छ अब हेरबुर मेरा मुखका शब्दमा फेरौँ कसरी म मुख देखाइ समाजलाई म हेरौँ कसैको नि बाल छैन म मान्छेको बाल होइन यी मेरा मुखका शब्द मैले फेरेको नै छैन भोलिको दिनमा दामिराको फ्लो अनि घरको त्यो चिन्ता बोकेर हिँड्दा छुट्टै छ सान मेरो छुट्टै छ सोच यसको नाम चाहिँ राजीव तर कर्मले चोट दिएको कति छन् सोच मेरो कतिले दोष दियो कति पलका कुराहरू थिए ती क्यास गर्न सकिन केही मैले नगर्नु हो मेरो आश तिमेरा सुरुवातका दिनहरू उमेर 18 मेरो सुरु गर्छु केही बोरु तिमेरा सुरुवातका दिनहरू उमेर 18 मेरो सुरु हामी यहाँनिर बेतना आएको बेलामा होइन दाइले फिस्टाइल सँगसँगै यहाँनिर दाइहरूसँग पनि भेट भयो हाम्रो कान्छा दाइ हाम्रो एउटै गाउँको दाइहरू सबै होइन नाच्न आँटेको छ कान्छाले चाहिँ पुरा होइन म चाहिँ यहाँ दाइहरू सँगसँगै होइन आज विशेष दिन होलीको दिन परेर होइन ह्याप्पी होली भन्न चाहन्छु दाइहरूलाई अहिले यहाँनिर झुक्रेर बसिरहेको तपाईँहरूले त रङै लाउनु भएन छ त हौ अनुहार नछपम रे अनुहार नछपम रे everyone on the film. Yeah. Happy Holi didi, happy Holi. यो नेपालमा केटा भन्दा केटी बेसी छ कि क्या हो यार बेतनामा त केटी नै केटी देखिन्छ बेतना भित्र ग्याङस्टरहरुको डटफट हुँदै छ है लु यहाँ जत्ता हेरो केटी नै केटी यार दाइ म त छोरा मान्छेलाई केटी देख्न थाले यार दाइ त्यतिकै छोरा मान्छे लाभ भएको हो त नेपालमा खोइ हुन सक्छ यार दाइ जत्ता हेरो केटी नै केटी जत्ता हेरो है हेलो हेलो ह्याप्पी होली म सन्दीपलाई अब यहाँ पानामा फोटो खिचिदिन्छु होइन यहाँनिर कस्तो हुन्छ फोटो यहाँनिर दामी खिचिदिन्छु केटोको कान्छा बिचरा अघिदेखि फोटो खिच्ने भन्दै त ओइ जान भाइ म यसको पानामा फोटो खिचिदिन्छु ल खिचिदिनु दाइ बेतनामा दाइ यो र उहाँको परको दुईटा हालेपछि बेतनाको भाउ डबल भइसकेको छ अरू बेला 35 रुपियाँ थियो भने अबदेखि 50 रुपियाँ टिकट हो 50 रुपियाँ टिकट अब त्यतिमै यस्तो साह्रो नभनौँ न साथीलाई यसको अब पानामा फोटो खिचिदिन्छु म होइन ओइ कान्छा लाग्नु कन्सर्टमा फ्री कन्सर्ट मान्छे त पुरै क्लियर देखिन्छ नि यार आमा यहाँ हेर्न आइज न भाइ अब यो तुरुक्सहरू त नाम के छ तुरुक्स भाइले फकाइदिइहाल्छ नि राजीवले कति सजिलो राजीवले फका जा फका तपाईँ त टिकटबाट भिडियोहरू भएको थियो सुदूर पश्चिमबाट क्या त कन्याम टुर ल्याएको रहेछ होइन भाइ हजुर तिमीहरूले गेस गरेको छौ कि छैन भन त भन
गेस गरेको छु कि छैन यो संसारमा नि केटा बेसी छ कि केटी बेसी छ भनेर भन त बुनेहरू केटा बेसी छ कि केटी बेसी छ संसारमा केटा होला केटी छ केटी यहाँनिर बेतनामा सबै केटी नै केटी छ त नि केटी त हुन्छ नि घुम्न आउने त जस्तो केटी नै हुन्छ बनुले साच्ची केटी नै बेसी छ भने हैन अनि नयाँ दिनको कास जे पनि गर्छु म छाडा भएको होइन नि म छाडा भएको समाज र मान्छेले देख्ने सोच चाहिँ गलत भएको राम्रै छ खाएको अनि राम्रै छ लागेको खानिरहेको छु ऱ्याप मैले छैन सपोर्ट पाएको यही छैन सपोर्ट पाएको ओइ 18 खाली 18 मात्रै भन्छ यार होली खेल्न जाउँ न कहाँ यहाँ चिडियाखानामा जनावर हेरेको यार त्यही बाटो चाहिँ पर्छ सिंखारो भएको जताएर केटी नै केटी यो चाहिँ बेतनाको गेट हैन नपखालौँ न हौ मान्छे हात्ती लानु खान्छौ ह्याप्पी होली आन्टी ह्याप्पी होली नाउ खेल्ने कान्छ नाउ खेलौँ न नलजाउँ न हौ नलजाउँ हाई भनौँ यसो हात हल्लाइदिँदाखेरि के नै हुन्छ र हात भाँचिँदैन हाई भन्दाखेरि होइन ऋतुहरूमा तिमी पोहोरको साल भन्दा यसपालि अलिकति मान्छे कम रहेछन् बेतनामा पहिले त टन्नै थियो बेतनामा मान्छे यसपालि छैनन् बेतनामा मान्छे होइन किनकि अब देशै कङ्गाल भइरहेको छ त कुकुरी का बासी भात खा खोइ मेरो बासी भात भालेले खायो खोइ भाले हाँस त नगयो खोइ हाँस जरामा अड्क्यो यो चाहिँ बेतना सिमसार यो चाहिँ बेतना सिमसार हो होइन दाई पनि हुनुहुन्छ हाम्रो रुद्र दाई यो बेतना चाहिँ होइन धेरै विकास भएछ पहिले भन्दा यो पनि थिएन अहिले धेरै विकास भएको छ बेतना अब मैले भिडियो बनाएँ होइन यो भिडियोमा चाहिँ अब लाइक अलिकति भयो भने भ्युज चाहिँ टन्नै हुनुपर्छ आफ्नो तालमा छन् मान्छे अब हामीले बस्ने ठाउँ पनि देखिनँ होइन अब म उयो दाइ जस्तै हामी जरामा बसेर भिडियो बनाउँछौँ है त गाइजहरू दाइको उमेर भनेको सबै विदेश गइहाल्यो त कहाँदेखि अब हामी छौँ हाम्रो भिजै लाग्दैन हामी विदेशै जाँदैनौँ हामी देशभक्त हो नि त यार दाइ हो हामी देशभक्त हो हामी विदेश नजाने क्या अब यो जुनीमा विदेश ल्याएको छैन हाम्रो यसरी नै वर्ष नि होली नै मनाउनु पर्छ नेपालमा कि कसो हो बेतनामा माछा पनि टन्नै रहेछ यार मार्नु दिँदैन के गर्नु गाह्रो छ हामी अब रुखको जरा पनि भेटिनौँ होइन यहाँनिर खोलाको किनारमा बसेको छौँ पुरा गफान्दै केटाहरूसँग दाइहरूसँग यसो गफानो बसो अब काम धन्दा छैन आज छुट्टी छ गाह्रो छ नि के गर्नु होइन कान्छो त चाहिँ बिहे कहिले गर्छस् बिहे खुवा न यार होलीले गइसक्यो 3टा होलीले गइसक्यो बिहे गर्छु भनेको तैँले बिहे नै गरिदिनुहोस् कहिले गर्छस् भोलि पर्सि होइन तैँले त बिहे गरिस् भनेको पनि सुनेको थिएँ तैँले बिहे गरिस् भनेको सुनेको थिएँ केटीले गुपछुपमा बिहे गरेको छ क्या हो
ओ नरे कहाँ हो कहाँ अरे कतिखेर आउने हो म हो सुजन दाई कतिखेर आउने हो भाइ बेतनातिर छौँ हौ ख्याम्बाहरूसँग बेतना छौँ हौ बेतना ख्याम्बाहरूसँग छौँ हौ हामी नआउने भाइ कतिखेर आउँछौ म सुजन दाई बोलेको कतिखेर आउँछौ नरेलाई प्राङ हान्यो होइन सुजन दाई भनेर सुजन दाई विशेष आउनै भएको छैन आज नरे पथरीमा छ अरे दिदीहरूले अर्ग्यानिक डान्स गरिरहनु भएको छ यहाँनिर बेतनामा आएर